नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक साथीहरू अहिले काठमाडौँ केन्द्रित सडक आन्दोलनमा हुनुहुन्छ। यो अवस्था आउने कुरा हाम्रो निम्ति दुर्भाग्यको विषय पनि हो र हामी सरकारमा बसिरहेको हिजो सरकारमा बसेका संसदमा रहेको राजनीतिक दलहरूका निम्ति एउटा लज्जाको विषय पनि हो। शिक्षकहरूको माग संसदले बनाउने कानुनसँग जोडिएको छ। यो कानुन वास्तवमा हामीले धेरै पहिला बनाइसक्नु पर्ने थियो। हामीले समयमा आफ्नो काम गर्न सकेनौं। यहाँ कसैलाई दोष दिएर पनि हुन्न, किनकि यो बीचमा हामी सबै आलो पालो सरकारमा बसिसक्यौं। हामीले सरकारमा बस्दाखेरि जुन तदारुकता देखाउनु पर्ने हो त्यो देखाउन सकेनौं, संसदमा देखाउन सकेनौं, जसको कारणले गर्दा आज सडकमा आउनुपर्ने अवस्था बनेको छ। त्यसैले हिजो भएको गल्ती कमजोरीलाई हामी सबैले स्वीकार्नुपर्छ र कसैलाई दोषारोपण नगरिकन हाम्रो सामूहिक प्रयासबाट शिक्षकहरूको माग सम्बोधन गरेर चाँडोभन्दा चाँडो उहाँहरूलाई हामीले कक्षाको ठाउँ फिर्ता गराउनुपर्छ। वैशाख 2 बाट नयाँ सत्र सुरु हुँदैछ। त्योभन्दा पहिला यो विषय हामीले टुङ्ग्याएनौँ भने यसले शैक्षिक सत्रलाई नराम्रोसँग प्रभावित गर्छ। अहिले हेर्दै गर्दा हल्का लाग्न सक्छ, तर यसले लामो समयसम्म नेपालको सार्वजनिक शिक्षाको क्षेत्रलाई प्रभाव पार्न सक्छ। त्यसैले हामी पनि सचेत हुनुपर्छ। खास गरिकन प्रधानमन्त्रीजी र सरकारमा बसेका साथीहरूले अझ बढी जिम्मेवारी बोध गर्नुपर्छ र शिक्षक साथीहरूले पनि यो अहिलेको समयको संवेदनशीलतालाई बुझिदिनुपर्छ भन्ने लाग्छ। के गर्ने भन्ने सन्दर्भमा मलाई लागेको कुरा जुन मैले सरकारमा बसेको साथीहरूलाई भनिरहेको छु, त्यो कुरा भनेको दुईटा फरक ठाउँ राखेर दुईटा चरणमा अथवा दुईटा विषयहरू छन्। मूलतः पहिलो अहिले आन्दोलन र शिक्षक साथीले राख्नु भएका कुराहरू जुन कानुन नबनाइकन हल गर्न सकिन्छ, मन्त्री परिषदले निर्णय गरेर करिब 15वटा विषयहरू छन्। यसमा शिक्षकहरूको मर्यादाक्रमको कुरा छ, स्वास्थ्य उपचारको कुरा छ, सामाजिक सुरक्षाको कुरा छ, प्राविधिक ग्रेडको कुरा छ, दरबन्दी मिलानको कुरा छ, शिक्षक विद्यार्थी अनुपातको कुरा छ, ईसीडी पढाउने साथीहरूको तलबमान सुविधाको कुरा छ, विद्यालय कर्मचारीको कुराहरू छ, यी लगायतका राहतको शिक्षकहरूको यो बिरामी विद्या सञ्चिति यसलाई मिलाउने कुराहरू छन्। यी कुराहरू छन्। यसका निम्ति केही कुरिराख्नु पर्दैन। यो गर्नुपर्ने छ। केही स्रोत साधनको आवश्यकता पर्छ, यसलाई हामीले जुटाउनुपर्छ। र आजै मन्त्री परिषदले निर्णय गरेर कतिपय कुराहरू सरकारका सम्बन्धित मन्त्रालयले निर्णय गरेर गर्न सकिने कामहरू छन्। यो कामहरू तत्काल गरौँ। यति गऱ्यौँ भने यसले एउटा विश्वासको वातावरण बनाउँछ। विश्वासको वातावरण बनाइसकेपछि हामीले नयाँ समझदारी गर्न सक्छौँ। त्यो नयाँ समझदारी पनि अब कानुन निर्माणसँग जोडिएको विषयका सन्दर्भमा के गर्ने भन्ने कुरामा मैले अहिले राखिरहेको सुझाव भनेको कानुन संसदले बनाउने हो। त्यसैले सरकारले मात्र सबै कुरा भनेर हुँदैन। अहिले अब केही दिनपछि हाम्रो संसदको अधिवेशन प्रारम्भ गर्नै पर्छ। सरकारले अहिले नै एउटा मिति तोकेर संसदको अधिवेशनको निम्ति मिति तय गरौँ। राष्ट्रपतिले आह्वान गर्ने कुरा भयो, संसदको मिति तय भइहाल्यो। संसदको मिति तय भएको 7 दिन 8 दिन पछाडिको समय तोकेर त्यो दिनभित्रमा हामी शिक्षाको विधेयक पारित गर्छौँ भनेर एउटा समझदारी निर्माण गर्न सक्छौँ। र विधेयकको अन्तर्वस्तुका सन्दर्भमा योभन्दा पहिल्यै शिक्षक सङ्घसँग महासङ्घसँग सरकारको एउटा समझदारी भएको छ। मूलतः त्यो समझदारी लगायतका अरू मागिरहेका जुन विषयहरू छन् जसमा कतिपय हाम्रो धारणा र मतहरू छन्, यी कुरालाई पनि समेटेर हामीले वार फुटिङमा फास्ट ट्र्याकबाट हामी यसलाई विधेयकलाई टुङ्ग्याउने, विधेयक टुङ्ग्याएर पार्लियामेन्ट स्टार्ट भएपछि पार्लियामेन्टको सुरु भएको 5 दिन 6 दिन कति दिन राख्ने रिजनेबल टाइम राखौँ, त्यो टाइमभित्रबाट पारित गर्न सक्छौँ। यो यसरी गऱ्यौँ भने शिक्षक साथीहरूलाई पनि यति गतिभित्रमा वैशाखको 12, 15, 16, 18 भित्रमा विधेयक पारित हुन्छ भन्ने एउटा भरोसा हुन्छ। त्यो भरोसा लिएर उहाँहरू फर्कन सक्नुहुन्छ। हामीलाई पनि एउटा समय हुन्छ। यो समयभित्र काम गरेर हामी दिन रात नभनिकन काम गरेर विधेयकको कुरा टुङ्ग्याउन सक्छौँ। सरकारलाई पनि सुरक्षित ढङ्गले विषय अवतरण गर्ने एउटा सुविधा उपलब्ध हुन्छ। तर यो सबै गर्नको लागि विश्वासको वातावरण बनाउनु पर्नेछ। विश्वासको वातावरणको लागि यो कुनै प्रतिक्रिया व्यक्त गर्ने होइन। सरकारमा बसेको साथीहरूलाई